नमस्ते, म डाक्टर महेश दाहाल क्लिनिक 1 मा म एज अ कन्सल्टिङ फिजिशियन र इन्डोक्राइनो रिसर्चरको रूपमा कार्यरत छु। थाइरोइडको समस्याले गरेर बच्चा र आमा दुईटैलाई नै जोखिममा रहने चान्सेस हाई भएको कारणले अहिले WHO ले पनि थाइरोइडको स्क्रिनिङ चाहिँ TSH एउटा स्क्रिनिङ चाहिँ युनिभर्सल भनेको छ। त्यो चाहिँ जोखिमबाट जोगाउन पनि हो र बच्चाहरूको जुन बच्चाहरू 10 हप्ता 12 हप्ता आमाको गर्भमा हुन्छन् त्यो बेला बच्चाको चाहिँ थाइरोइडले फङ्क्सनिङ गर्दैन। त्यो बेला आमाकै थाइरोइड हार्मोनको सहारामा बच्चाको मेटाबोलिजम सेल डिभिजनहरू भइरहेको हुन्छ। त्यो भएर पनि हामीले रुटिनली महिलाहरू जो प्रेग्नेन्ट हुन्छन् अथवा जो उहाँहरूको चाहिँ हामीले रुटिनली स्क्रिनिङ गर्छौँ। स्क्रिनिङ गरिसकेपछि अब उहाँहरूलाई यदि अब समस्या देखिया छ भने त्यही रूपमा छिटोभन्दा छिटो हामी नर्मल रेन्जमा हामी कन्ट्रोल गरिदिन्छौँ। र स्पेसल्ली चाहिँ के छ भने हामी प्रेग्नेन्सीको टाइममा चाहिँ अलि एग्रेसिभ रूपमा र एउटा सर्टेन हामी अरू बेला नर्मलमा भए पनि हामी कम्फर्टेबल फिल गरे पनि प्रेग्नेन्सीमा चाहिँ जस्तो पहिलो 13 हप्तामा कति राख्ने होइन, त्यो पछाडिको 13 हप्तामा कति राख्ने र डेलिभरीको टाइमसम्ममा चाहिँ थाइरोइडलाई कुन लेभलमा राख्ने भनेर हामीले छुट्टै प्यारामिटरहरू अपनाउँछौँ। जेनरली हामीले फर्स्ट ट्राइमेस्टर जुन त्यो अगाडिको 13 हप्तामा चाहिँ हामी जेनरली 2.5 अथवा बिलोमा राख्न खोज्छौँ। त्यो पछाडिको 13 हप्तामा चाहिँ हामी जेनरली 3 सम्म पनि हामी कम्फर्टेबल मान्छौँ। त्यो प्रेग्नेन्सीसम्म पनि 3 सम्ममा हामी कम्फर्टेबल मान्छौँ। त्यही भएर हामीले सुरुवाती अवस्थामा स्क्रिनिङ गर्दाखेरि यदि समस्या छ भने पहिचान पनि छिटो हुन्छ र त्यसको निदान हामीले उपचार दिन्छौँ त्यो अनुसार बच्चामा कम्प्लिकेसन आउने चान्स र प्रेग्नेन्सीमा कम्प्लिकेसन आउने चान्स थाइरोइडले गरेर हुने समस्याहरूबाट हामी जोखिमबाट जोगिन्छौँ। नर्मल्ली हामीले अरू बेला थाइरोइडको बिरामीलाई 3 महिना 6 महिनामा फलोअपमा बोलाए पनि ड्युरिङ कन्सेप्सन यो प्रेग्नेन्सी टाइममा चाहिँ हामी अलिक फ्रिक्वेन्टली बोलाउँछौँ। यो चाहिँ किन पनि भने यो महिलाहरूको थाइरोइडमा विथ ग्रोथ विथ मेटाबोलिजम यो हार्मोनमा चेन्जेस आउने चान्सेस धेरै हुन्छ। त्यही भएर नर्मल्ली हामीले ड्युरिङ प्रेग्नेन्सी जेनरली हामी 40 दिनदेखि 60 दिन मान्छौँ। फलोअप हामी अलि छिटै नै बोलाउँछौँ टिल डेलिभरी है, ताकि उहाँहरूको वेटमा चेन्ज मेटाबोलिजममा चेन्ज भइकन अथवा अरू औषधिसँग इन्टरेक्सन भएर रिपोर्ट अलिकति नराम्रो चान्स आउने चान्स चाहिँ नहोस् भनेर। थाइरोइड यदि प्रेग्नेन्सीमा चाहिँ उहाँको प्रोपर तालले रेन्ज फरक हुन्छ प्रेग्नेन्सीको लागि। उहाँ त्यो प्रोपर तालले कन्ट्रोल छैन भने जस्तो प्रिटर्म डेलिभरी हुने चान्स होइन, समयभन्दा अगाडि बच्चा जन्मिने अथवा प्रिक्लेम्सिया भन्छौँ हामी, ब्लड प्रेसर वा त महिलाको बढ्दिने होइन, अनि एब्रप्सियो प्लासेन्टा भन्छौँ हामी। त्यो भनेको चाहिँ जस्तो पाठेघरबाट त्यो बच्चा दानी घर चाहिँ छिटै छुटिने र फिटल लस हुने चान्स चाहिँ अलिकति धेरै हुने, अथवा गर्भावस्थामा बच्चा छ थाइरोइड कन्ट्रोल छैन भने उहाँहरूको न्युरो साइकोलोजिक कन्सर्नहरू पछि जस्तो IQ लो हुने अथवा डल हुने अथवा राम्रोसँग डेभलपमेन्ट नहुने चान्सेस चाहिँ अलि धेरै हुन्छ।